वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी आएको छौँ यता तुलसीपुरतिर। तुलसीपुरको फर्सेनी भन्ने ठाउँमा हेर्न सक्नुहुन्छ। यहाँ पुरै अझै पनि ऊ लाग्ने रहेछन् क्या, टाँगलो लाग्ने रहेछ अझैसम्म। अनि यहाँ आइएछ, आएपछि यहाँ चाहिँ बिहान बिहान मर्निङ वाक निस्केछौँ क्या हामी पनि। यसो दिन पऱ्यो नि त, उस्तै के थाहा कहीँ यसो सेट भइ पो हाल्छन् कि कोही सेट भयो त। यहाँको त लाइफ यसै सेट हुन्छ, त्यही भएर हामी चाहिँ निस्केका छौँ बिहान बिहान तक्क लाएर उतादेखि एकजना को आउँदैछन् बहिनीको सायद होइन। त्यही हो क्या, यहाँ पनि लोकल बस चल्ने रहेछ बिहान बिहानै। यति चाँडै लोकल बस चलिरहेको छ ताङको। अब त्यही हो साइड अब गइन्छ। बिहान बिहान गाडी चढ्न लाग्यो। मुखमा नहेरिकन जान्दैन होला, त्यति आयो भने मुख पनि धोएन, त्यही भएर पनि होला सायद। धोएन धोए त हो, केही भएन, मलाई केही फरक त डल्ला पऱ्यो नि आँखा होइन, केही भएन, फरक पर्नेवाला छैन चिसोले गर्दा हो। मलाई यति 2-4 त हाँस्दैमा केही फरक पर्दैन दोस्त। म भनेको कन्टेन्ट क्रिएटर हो क्या, कन्टेन्ट क्रिएटर त्यो भने नि भयो हल्का कन्टेन्ट क्रिएटर। ओके, बिहान बिहान थुतुनु हात नभए जिब्रो चिप्लिन्छ गर्दा बिहान बिहान कस्तो कुरो नदिन्छ हेर्न सक्नुहुन्छ गाइस। उताबाट अर्को खाँचीको हाइस गयो, त्यो चाहिँ बस आयो फेरि खतरा हो क्या होइन। झिप झिप पार्दैन हौ दादा हो क्या। आयो चिया खानालाई टक्क यहाँ आगो फुक्दिनुपर्छ दाइले, टक्क लगाएर आगो ताप्ने। अब यो ठाउँको नाम के अरे दाजु? पर्सेनी भन्ने ठाउँमा आयो चिया खानालाई टक्क। त्यही हो गाइजहरू, त्यही गर्नु होइन। लगाइजहरू हामी चाहिँ यहाँ के पार्क रे यो? गणेश पार्क घुम्न आएको छौँ होइन। उसको 50 रुपियाँ लाग्ने रहेछ टिकटको। लगाएर चाहिँ हामी चाहिँ टक्क छिरिसक्यौँ पार्कभित्र। फुल नटिप्नु होला, फुल नटिपे दोस्त फेरि जरिमाना तिर्नु होला 500 रुपियाँ ज्याममा। हेर्न सक्नुहुन्छ पार्क चाहिँ दामी रहेछ। झ्यास टक्क लगाएर छिरिसक्यौँ। कता गएर बस्ने हो है? कति गएर बस्दिउँ, एक दुई त फोटोसोटो हानिदिउँ न त, भ्लग पनि चालु ल। तिमीले भन न मात्र, तिमी जहाँ भन्छौ म त्यहीँ गइदिन्छु कि दोस्त आज चाहिँ होइन। पोखरीमा खेल्छु के? पोखरीमा के माछा भ्याउ त खेल्ने? टक्क लगाएर गए चाहिँ हामी चाहिँ छिरिसकिया छ पार्कभित्र। यही पार्कमा हो क्या सायद घुम्न जाने भन्ने हाम्रो उसको स्कुलको कुरो भयो होइन न? त्यो त गणेश ताल होइन, जगेरा ताल हो। त्यहाँ चाहिँ हामी टक्क पैसा भएछ भने हामी चाहिँ भोलितिर त्यहाँ जाने सोच छ। त्यहाँ जाने प्लानिङ चाहिँ हाम्रो भोलिको छ। के हुन्छ लेट्स हेरौँ। अब के को बोट हो दोस्? यो काँचो बेलौती हो क्या हो है? साह्रै काफी छ भन्छन्, तर यो मुला मेरो ड्राइभर त पहिला बाघ जस्तो थियो मेरो साथी होइन। अहिले लभको चक्करमा कुकुरले पनि भुक्छ, जहाँलाई कामै छैन यसको। पिङसिङ यहाँ चाहिँ ठुलो बाघको टाउको रहेछ। अङ्कल चाहिँ बाघको टाउको भित्र छिरिसक्नु भएको छ। टक्क जनावरहरू छन् र यिनी आफ्नो मिजुलाई हेर्न जान्छु भन्छन्। के हुन्छ, ताल छ, ताल नगएर अहिले 1-2 जम्प हान्न मिल्छ कि नै दोस्त? गई पनि ओ माई गड ह्याक्क पार्यो भने त्यो मूर्तिले पनि खान्छ कि कहिले त? यहाँ के जनावरहरू पनि के पाइन्छ दोस्त? दुम्सी जाँदा त अस्ति हामीले राति नै भेट्दा थिएनौँ र इगल उल्लु को यो हो? उल्लु चिललाई उल्लु भन्दा त उल्लुकोले होइन भन्छ। उल्लुको प्रजाति रहेछ होइन, तर मलाई लाग्थ्यो ओ उल्लु नामै छ उल्लु। के काम मर्याएको सिटो उल्लु यहाँ छ, यो चिल हो। यी उल्लु यहाँ छ हेर। दुम्सी चाहिँ गाइजहरू अस्तिको मेरो सायद नाइट भ्लग हेरेको भए हजुरहरूले देख्नुभएको थियो होला। होइन सुते खाके दुम्सी रहेछ। मङ्की बेसी चाहिँ मङ्की धेरै लामो हुन्छ कि फेरि। यहाँ चाहिँ धेरदुवा रहेछ होइन। ल भाइ खा ल ल ल ओ केरा खानामा व्यस्त छ त, सेम तिम्रो अनुहार परेर रहेछ। कहाँ के भएन अनि कहाँ यो उ गरे जस्तो भयो र? यतिको पार्क हुनु भनेको पार्क हुनु होइन कि यो 50 रुपियाँ टिकटको यो असुली भएन नि त दोस्त। कहाँ हुन्छ यहाँ मगर समाज हो? हेर्न सक्नुहुन्छ चाहिँ यहाँको कल्चर होला सायद, संस्कृति। ड्रेस रुम
ओए रन्जित के हामीले पनि मगर ड्रेस लगाएर निस्किने हो र भित्रबाट हो है लाउन पाइन्छ गर्दो एकछिन ड्रेस लाउँदा बेर माछाले तल लुङ्गी लाउँछन् के तिमीले थाहा छैन तल लुङ्गी लाउने माथि त्यो भाङ्रा पेर्ने बस हिँडिदिने मगर्नी पत्याउने भइहाल्यो त्यति भयो टक्क लगाएर मगर्नी पत्याउनलाई त्यति त गर्नु पर्यो नि त छ्या भनेर फेरि हानमलाई नि आई लभ मगर मलाई त सबै मनपर्छ पिङ छैन के दोस्त तिमीले त्यो सपनामा देखायौ सपनाको कुरा सबै सत्य हुन्न बरु हेर पार्क चाहिँ ठुलै छ मैले त फेरि नाम भुलेको दोस्त के अरे गणेश पार्क होइन तर यहाँ चाहिँ के रहेछ भने सिस्टम मान्छेभन्दा धेरै चाहिँ क्यामराम्यान देखिरहेको छु क्या मैले यहाँ फोटो हानिदिन्छु र दोष एक दुई त यु पोजिसनमा बसेर यो गर्दै बसेर हानिदिउँ त यहाँ त के हो र टक्क लाएरै ह्याप्पी बर्थडे पनि मनाखान कतै कता के छ कता के चिलमा दोस्त घडीको उ लगाइदेऊ त मेरो लगाइदेऊ न जरायो भन्दैन त्यसलाई भन्छन् चित्तल मैले नाम भुलेछु होइन तर चित्तल हो रटुवा गाउँतिर राटे भन्छन् गर होइन पारी छ चितुवा चितवन र चित्तले यो जब राते यो त ए ऊ हो क्या दोस्त यो छ नि यिनी सब राते हो क्या छन् कि तर होइन हरिब हरिब अरू छैनन् अस्ट्रिज मात्रै हो नि थियो यहाँ चाहिँ दुईवटा अस्ट्रिज रहेछ तर अन्डा पारिदिने हुन्थ्यो नि यसले लड जाने हो क्या त्यही हो यहाँ देखाएन यो उकै तर मयूर होइन बिचरा हेर न मयूर पनि खाना नपिना भएर होला यस्तो हुन्छ नि होइन ए बाघ छ र यहाँ ए चितुवा आउँछ त ओ त्यहाँ सुत्या पो छ कुनामा सुतेको चितुवा एउटै मात्र रहेछ लगाए टक्क लगाएर है हामी चाहिँ के गर्ने नयाँ नयाँ मान्छे केही थाहा नभएको नत्र हामी यहीँदेखि आयो भए र फ्रीमा चलिदिन्थ्यौँ कि हामीले यति पनि आइडिया हुन्थ्यो भने यहाँ शिवजी रहेछ शिवजी भनेपछि शिवजी नै हुन्छ यहाँ गएर एक दुई त फोटो हानिदिन्छ टक्क लगाएर त्यही हो अरू त के छ र यहाँ हामीले त्यसै 50 रुपियाँ तिरेर आइयो फेरि ठाउँमा फ्रीमै आइन् रहेछ त यताबाट यहाँ हामी धेरै भएन 2 दिन पनि बसिन्थ्यो भने यहाँ फ्रीमै आइन्थ्यो कि होइन के गर्ने शिवजीले पहाडमा बसेका छन् आफ्नो चित्र मूर्ति बनाखान जे होस् ल टक्क लगाएर पहिला फोटो खिच्छौँ अनि फेरि हामीलाई ब्लगमा शिवजी लगाएर हामी चाहिँ अब डुङ्गा खेल्ने भनेर टिकट रेडी हुँदै भन्ने कुरा ठुलो हुन्छ हो कि होइन डुब्ने नडुब्ने पछिको कुरो हो अलि मोटरवाला भएपछि झन् सेफ्टी पनि हरिबै रहेछ यसको त यहाँको क्लिपै छैन सैया ने देखा ऐसे मैं पानी पानी हो गई रे टक्क लगाएर डुङ्गा लगाइरहनु बस हावाजहाज नमिलेर त्यो पनि चलाइदिन्छ भनेर चलाउँ चाहिँ त्यही हो गाइस फेरि नि एकचोटि टक्क सर र पार्क हेर्नुहोस् भालु पनि थियो पहिला अहिले चाहिँ भालु सालु छैन केही छैन बाघ चाहिँ रहन्छ चितुवा रहेछ ठिकै छ पार्क यतिको घुम्ने लायक तर सक्का यहाँ चाहिँ त्यही हो गाइस फेरि नि एकचोटि टक्क सर र पार्क हेर्नुहोस् भालु पनि थियो पहिला अहिले चाहिँ भालु सालु छैन केही छैन बाघ चाहिँ रहन्छ चितुवा रहेछ ठिकै छ पार्क यतिको घुम्ने लायक तर सक्का यहाँ चाहिँ धेरै जस्तो गर्लफ्रेन्ड लिएर आउने टाइपको रहेछ के गर्ने आफ्नो किस्मतमै नभएपछि यस्ता अनुहार नपरेकाले लिएर आउनुपर्छ यता हेर त त्यही हो गाइस अब मलाई यति नै आजलाई चाहिँ बाई बाई भन्न चाहन्छु धेरै बोल्न मन पनि लागेन धेरै भिडियो खिचिराख्न मन पनि लागेन च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सल्लाह सुझाव दिइराख्नु होला लगायत आजलाई यति नै मिल्छौँ हामी फेरि नेक्स्ट ब्लगमा अहिले चाहिँ बाई बाई